छोड्दिनु उता नि जनताले पनि देख्न पाओस् तपाईँले कहाँ घोटिराख्नु भयो भनेर मलाई मात्रै भनिरहेको थियो यो त केही त के होइन हाई गाइज वेलकम ब्याक सो आज चाहिँ एकदमै डिफ्रेन्ट टाइपको भिडियो लिएर आएको छु म चाहिँ आज चाहिँ हामी ब्लाइन्ड फोल्डेड मेकअप च्यालेन्ज गर्न लागेको है सो उहाँ चाहिँ सिस्टर बाई हार्ट मेरो भिडियोमा सबैजना नयाँ नयाँ मान्छेहरू मात्रै आउनुहुन्छ होइन युट्युबमा सो ओके लेट्स स्टार्ट हाम्रो मेकअप सामानहरू चाहिँ यहाँ छ लाइक हामीले एकदमै लाइट टाइपको गर्ने कि धेरै नै गर्ने होइन त्यो प्रडक्ट वेस्ट हुनु गरेर सो एकदमै थोरै गर्ने निडेड ओन्ली या नट एकदम डिपली ओके म चाहिँ सामान मार्छु तपाईँले चाहिँ दिइदिनु ल फाउन्डेसनहरू यताउता अनि म चाहिँ हामी खोजेर गरौँ न सामान साँदैन न भयो खोजेर लानु हुन्छ कि ल अनि यो फाउन्डेसन ब्रस फाउन्डेसन ब्रस किन चाहिन्छ त्यो ब्रसले गर्छौ कि ब्लेन्डरले गर्छौ तिमी फाउन्डेसन ल्याब लगाइदिन्छु अनि ट्याप गरिदिन्छु ब्रसले त अलिक छिन्न ल मेरो सेट केमा हाल्छौ यो के अरे फाउन्डेसन हातमै राख्छ होला नि प्यालेट छैन प्यालेट ल्याम प्यालेटमा राखेर पनि कहाँ प्यालेट कस्तो थाहा हुन्छ बुढा हातले गर्छु बरु फाउन्डेसन नै हातले लगाइदिनु पर्छ क्या जे गर्दा नि हुन्छ आफूलाई जे सजिलो लाग्छ त्यही फाउन्डेसन भनेर देखाउन यो फाउन्डेसन है तपाईँले क्रिम सिम केही राखेर लाग्छु नि मोइस्चराइजर र सनस्क्रिन लगाएर आएको तपाईँलाई यो सेट मिल्छ मिल्नु भएर लाग्यो अस्ति नै हामीले गर्दाखेरि यसको तिमीले के ब्युटीको लगाइदियो भएन मलाई म हात लगाइदिन्छु बरु ब्लेन्डर दिन्छु हातले ल भने मुख बन्द गर्नु है मुखभित्र हात मुस्दा है नाकभित्र नाकभित्र बस्ला प्रोडक्ट बचाओ माल बचाओ आमा त लाउनु बिर्सी मैले कन्सिडर कन्सिडर छैन कस्तो आँटिदो रहेछ यार बन्द भइसक्यो त खोल्दा थियो कति आत्तिन्छ मेकअप गर्दैन बन्द गरेर ठिक छ के भन्दिनँ के चाहियो अब पाउडर त्यो कम्प्याक्ट दिनु म यहाँ हो कम्प्याक्ट बिचमा खाली हो साइड साइडमा है दिस इज कम्प्याक्ट एन्ड दिस इज ब्ल्याक कम्प्याक्ट अरू कुन छैन है छ खै के उडाको ल्याइदिउँ क्या आइस्याडो दिनु स्याडो ल सेड थाहा हुन्छ होला नि उसको है यो के अरे मर्फीको है ल माथि माथि छैन लाइट गर गर कुन कलर पिङ्कै भयो क्या हो घामा अनि भयो खाइ भयो ट्याक्कै यहाँ मैले डार्क कलर दिनु क्या हो चिमोर्ने घोष अहिले कसले राम्रो गर्यो भन्नु नि हेरौँ है
कति हाँसेको सुरु नहुँदै नहेर्नु तपाईँ आफूले आफूलाई तिमी लास्ट हेरेको हेर पहिले ऐना अगाडि भरि ल त्यो आँखामा त ठ्याक्कै गरेको है ल हो सेडा के खायो नि थाहा होइन मलाई ठाउँ चाहिँ ठिकमा तिमी चल न ओके जाउँ ल तिमी चलेपछि त्यो उ भइहाल्यो गाजल प्लिज गाजल ब्लू लाइन पर्छ क्या ब्लू छ कि फ्यामिली छैन पर्पलहरू छ पर्पल लाइन पर्छ रहेछ कसले राम्रो लाग्यो भनेर हो के हो कम्पिटिसन मैले खोलेर दिनु ल खोले होइन है आज म अँ त्यो आँखा परेलै खोल्नु मिलेको ट्याप पर या आउँछ दिदी कस्तो होला कता ताकेर कता ला अनि हाल्नु लाग्दैन आपका भी टर्न आएगा यो पसल मामुवा भयो नि हाँसेको हाँसेको गर्थ्यो होला भयो तर नाइस अब ब्लसर नाइस ब्लसर ओके ब्लसर अनि यो यो ल ब्रस ल खोला ट्याप फरेभरको यस यता लाइट सेड गरेन बान्दिन स्माइल कति कराएको हाँसु त्यो भिडियो सुनिन्छ न हाँसु फुस्किन मात्रै सकेन नाकभित्र बुझ त्यसो बादर जस्तो होला नि चाहिँ कानभित्र भित्र बस्लाइसक्यो कानभित्र हाइलाइटर लाउँछ अब लिपस्टिक लाइनर नलगाउने लाउँछौ लाइनर जुन अब ओके गर्नुभयो कि आगर्नुभयो कि गर्नुभयो बन्द गरेछु छामेर नि थाहा पाएन दाँत मारेर दाँतमा लिपस्टिक भित्रसम्म पसाल्यो
आज झन् बिगाऱ्यो के यहाँ नमिला हो फेरि डर लाग्यो भयो ल्याइयो आइब्रो पर्दैन गरौँ न आइब्रो नि भयो भयो छोड्दिनु अन्त मलाई गर्छु है आइब्रो त्यसो भए मन गर्छु के पाउडर वाला छ पोमेन्ट गर्दा केही हुँदैन यो समाइदिनु पाउडर दिउँ क्या पाउडर मात्रै भएको छैन कि फेरि यो लाग्दै लाग्दैन ओके बिचमा राख्नु लाउँदै आएन होला यो लाचा लाछ बिचमा राख्यो भने त लाछ अम्बो ल नाइ भयो खोला बहर एकछिन एकछिन है ल खोला के गर्नु कहाँ लाग्यो यहाँ मात्रै लाग्यो यतापट्टि मात्रै अनि यो तिमीले कहाँ गर्छौ थाहा यहाँ पुछेर र लिपस्टिक वाला पुस्तक कहाँ हो के टिस्यु टिस्यु लास्टमा यतिकै बस्नु भयो यस्तो केही टिस्यु थिएन। त्यही केही त के होइन अब माई छन् अलिक टाइट गर्नुपर्छ आउँछ दिदी व्हाइट सक्यो व्हाइट सक्यो यसो त तलबाट देखिन्छ कि अनि मैले सानाबाट देखाएँ कि भनेर र त्यो उल्टो आँखा हेर त आँखा क्लोज गरिदियो ओके। आँखा क्लोज गरिदियो मलाई देऊ है देऊ के दिउँ मलाई फाउन्डेसन तिम्रो सेटको देऊ है हेर त पम्प गर्छ आउँछ आयो 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 धेरै आयो क्या धेरै लाउँछ टिका लगाइदिनु कि भयो ब्लेन्डर राख्दिनँ क्या हात लाउनु पर्ने कहाँ राख्छु रे यस्तो टिकटक तिमी कहाँ हौ तिमी कहाँ छौ म यहाँ छु यस्तो लुगा लाग्यो नयाँ लुगा हाल्नु लगायो पहिला हातले मुछ्छ है मैले फ्या गरे भयो है आफै हाँस आँखा नाक मुख सब बन्द गर है नाक मुख र नाक मात्र बन्द भयो होला है ब्लेन्ड मस्त पाउडर कम्प्याक्ट 2 सेटको ल्याएको चाहिँ तिम्रो सेट देऊ यो खै मामु भट्टी मेटिङसँग ल मलाई आइब्रो देऊ भूतै बनाउँछु सोचेको क्या हो त्यस्तो घोटी घोटी लिएको आमाको कता गयो देखेछ लाग्यो म त आँखा देखेँ कालो देखेछ कालो देखेछ कता गयो यहीँ छु यहीँ समाज त्यही हो
घाँटी मडक्क पार्दैन ये घोटेको हेर्न यो लाछ लाग्छ लाछ है खै आइलाइनर खै यसको बिटको कति पोत्नु अब समझ है म पन खाने जस्तो देख्यो कता गयो कता गयो अरे थ्रीले पो हो के जुनले नि अब अन्त त्यति धुलै निस्किसकेको आइसकेको भिडियो खिचेको या छोड्दिन उतादेखि जनताले पनि देख्न पाओस् तपाईँले कहाँ घोटिरहनु भयो भनेर त्यही भएर उता बस्छ भनेको कि होइन सही लाग्यो समझ है ला कहाँ हो ला 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 बोल्यो सरी गाइज मेकअप गर्दा गर्दा घाइते हुनुभएको छ मेडिकल ब्रेक गाइज मेडिकल ब्रेक अवार्ड अवार्ड हो नो होइन ओके गाइज नाइस प्लेयर ल अब के दाँत राखे हामी त सेम ट्र्याकले साँच्चै नक्कल दाँत राखेर यस्तो हिरो ट्यालेन्ट छ गाइज हाम्रो अर्थले स्मेल छ नि होइन ठ्याक्क ब्लस लाग्नु पऱ्यो कि स्मेल लाग्यो छ नि छ एकदम मन्जुलिका नाकमा लानु नि त नाकमा बाद चिउडोमा नहुनु पऱ्यो चिउडो 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 त हरायो त के होइन नाकमा धर्नु पऱ्यो पहिला अघि मलाई हाँसी हाँसी धेरै भयो भने भने यति लगाउनु लाग्यो है ओके हाइलाइटर है हाइलाइटर चाहियो टल्काइदिन्छु यस्तो टल्काउँछु बत्ती चाहिन्छ तल सके एक ठाउँमा छ हाँसेर भाइरल हुन्छ यहाँ यो त यहाँ छ लोनी बेलामा हिँड्नु त्यहाँ भिडियो भइरहेको है साइलेन्ट त्यहाँ स्पिकर अफ गरिदिनु आँखा चिम गरेर मेकअप गरेर हेर्नु भिडियो यो तलबाट देखिसक्यो तलबाट देखिसक्यो गेम ओभर छैन 3 2 1 आफूलाई चाहिँ यति लाउँदाखेरि लाइट भयो हेर्नु न एकै डार्क भयो भनेर मैले होइन डार्क सेड हेरेको क्या तेरो पहिले कहाँ डार्क थियो भन्दा बाठी छ मैले भने नि आफू
डार्क सेटमा त छाम्दै के थाहा छ नि उसलाई कहाँ के छ भनेर वाइट छाम्दै त्यो गरेर देखाउन पहिला त्यहाँ देखिसक्यो भयो गाइस भाँचिसो है दिस इज आवर मेकअप आदि पुसिसक्यो है पुसेको के युज वाइफ हो त्यो मैले लिपस्टिक पुछ मलाई दियो हुन्छ त्यो कहाँ हो यहाँ हो आउँदैन हिसाब मेकअपमा कोही पनि अन्त दिदी छ भन्नु मैले डार्क सेस पहिले हेरेर कि कहाँ के छ भनेर यस्तो हेरेर छाएर मैले भन्दैछु त वाउ तिमीलाई होइन ब्लाइन्ड फुल गर्नु फेरि गर्नु यहाँ छाम्छ अनि त्यो हाइलाइट ओ या कता भित्र उसलाई त दाग त त्यही छामेर त्यही लगाइदिन्छ क्या उसलाई पहिला थाहा नि केटा पर्पल लिपस्टिक हो गयो सेम ट्र्याकमा बाई गाइस आजको लागि यति नै या वेट फर पार्ट 2 पार्ट 2 मा आउने र ल फेरि भन्नु अब साँच्चै कसको राम्रो I am a cheater. Yeah, thank you. ओके बाइ 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 गाइस मुख धुन गयो अब पहिले